के छ ठिकै तपाईँहरू म यहाँ छु झुलुङ्गे बोल मस्त लाग्यो टक्क घुम्न एक्लै हुन्छ नि हेर्नु यस्तो राम्रो ढुङ्गा हालेको हेर्नु यस्तो राम्रो हो उता माथि जाने भने अब साइकलमा हो अब त्यही भएर गएनौँ अब जाउँला नि त अब घरतिर जान्न खाम भर्खर आयो भर्खर जान्न खाम बुम साकाइ बुम जाम गाइछु जाने हो सिनेरी पुलमा आइगयो देख्नु हो बाले होइन क्या यस्तो राम्रो मौसम छ आउनु परिहाल्छ नि हो कि भन्नु त अब यस्तो लगर भएछ अब यताबाट यसरी हेर्नु कालो मुखै आएन होला मेरो तर फ्यान्सी हो नि त म फेरि यस्तो ब्युटिफुल यस्तो राम्रो छ क्या उताको राति पुल जाने भनेको थियौँ तर उता नगएर आइगयौँ के जान त्यो मान्छेहरू खेल्ला नि त ल यस्तै हो आफू हुने आइफोन नभएपछि हाम्रो जिन्दगी यस्तो हुन्छ बुझ्यो जब हामी घर जानु ल भाइ अब हामी चल्देको घरतिर अब घरतिर जानै पऱ्यो नि त अब घर नगर त कहाँ हुन्छ र भन्नु अब घरतिर जानु पऱ्यो ट्याक्क लाएर बाटो यस्तो मस्त जाने हो कि यत्तिकै मान्छेहरूलाई ओभरट्याक गरेर गइदिउँ त के छ र म फेरि जानला अघि भनिसकेँ त्यही पनि फेरि जान्न मस्तो लाग्यो टक्क लगाएर यस्तो स्पिडमा जाम पछाडि बाइक हेर भागिदिउँ न अघि हट साइडको नाम कस्तो अर्कै हेर होला नि अन्त मुख मेरो पछाडिको पछाडि चाहिँ दिमाग सम्झ जान्थ्यो भने त्यतिखेर अन्त सन्छ त्यही भएर टल्किला हो र अब केही भएन नि त टल्किने के भयो र भनौँ न यतिको ह्यान्ड सब गरेर हिँड्दा त के हुन्छ र भन्नु त हो कि नै अब मैले भन्न छु नि मैले आफ्नो च्यानलको नेम छोडेको छु क्या पिआर मोबाइल लक्छु त्यो लास्ट सुन्नु नाम भयो त्यो चाहिँ युनिक नाम राखेर एकिप भन्न आउँछ क्या फेरि हुन्छ टङ स्लिपर हुन्छ नि हेर नि एपिक मोमेन्ट्स राख्दै जाऊँ न त के छ र घरतिर जाऊँ यता रात्रि पुलतिर धेरैजना घुम्न आउँछन् तर मनी आइदियो नि त के भयो र साइकल यस्तो खटारा साइकल छ आफ्नो मान्छेको यस्तो धनी साइकल भाषेको यस्तो टक्क लगाएर जाम भन्नु हुन्थ्यो अझै अब यस्तो भेटौँ ल घरतिर गएर है गाइस हामी यहाँ मेरो आमा घर घुम्न खाम अनि मान्छेलाई यहाँ डिहाइड्रेसन भएर कस्तो भयो डिहाइड्रेसन नभनौँ अब डिहाइड्रेसन तपाईँहरू पानी नखाएर हुन्छ पानी नुन त आफ्नो पछि चाँडै भएन नि त्यस्तो गर्दैन थाहा भएको कुरा यहाँ नै तला खुल्लै अङ्ग्रेजी गइरहेको क्या यसो साइक्लिङ पनि गर्नुपर्छ कि डेली हो कि भन्नु त त्यहाँदेखि यस्तो यत्रोमा भुडिला यहाँ मान्छेको यहाँ यत्रो भुड्ला है कम हुन्छ अब देख्यो कि भुडी मलाई थाहा भएन तर लाखा मेरो हुनु अनि अब ऊ यो त होइन अलिकति अगाडि आमा घर पुग्नु लाग्यौँ आमा घर अब यस्तो पानी खान्छौँ अनि पानी खाएर ट्याक्क हामी जान्छौँ कहाँ घरतिर हो यस्ता पुरै घरै घर छन् यो त हामी यहाँ घर आएको थियौँ यतैतिर घर हो होइन अदाले के गर्नु मलाई यो हो होला जुन पनि हुनसक्छ त्यही पानी खायौँ अब टक्क लगाएर अब घर जान्ला हो जाम के छ र हो कि भन्नु त हामीले यहाँ कुकुर त पाल्यो त होइन आफै आएर बसिरहेको छ ओइ लगाइ जाम के छ र जानु त हो अब एक दिन चाहिँ संसार छोडेर जाने हो कि भन्नु त एक दिन त जाने हो संसार छोडेर पिंजरा तोडेर पंछी उडेर धन र सम्पत्ति घरमै झोलामा बसासको
मुनामा लान्छन् खोलामा नाली जस्तो खोला पनि हेर्नु न यहाँ गोर्खा स्कुल आइपुग्यो यो मेरै स्कुल हो नि त लगाएर अभियो नि आयो कि हामीलाई जोइन गर्न अभियो त्यतिर घुम्न गइरहेको थिएँ घुम्न मात्रै बित्तिकै गोर्खा स्कुलसम्म गइरहेको छ नि ठिक छ नि हेलो हेलो गाइदिनको च्यानल नाम 2 minute entertainment 1 minute entertainment go and unsubscribe subscribe it and subscribe epic moments results and share this video with friends ल गाइस लास्ट इङ्ग्लिस भएको अब चुप लाग जाम जस मन्दिर अरे ल गाइस अब प्लानमा थोरै चेन्ज छ अब म घर हैन पसल जान लाग्छु मेरो पसलमा सबैले आएर लाइक कमेन्ट गर्नु हो कि नै पसलमा आएर लाइक कमेन्ट गर्छन् अलि सेन्सियल कुरा गर न हेर मैले जिस्केको ए द बेस्ट स्कुल नभनौँ अब देउरीको बेस्ट स्कुल गोर्खा भन्छ सबले त्यही पनि अब मेरो पसलमा आएको सबैहरू यस्तो मस्त दसैँ आइरहेको किन्ने अहिले टक्क लगाएर जाम ल अब लोकेसन देखाइदिउँ तपाईँलाई त्यही म पसलमा आएको थिएँ पसल अब राति भयो यस राति भएको होइन म पार्क आएको थिएँ ए हेर्नु मेरो पसल टक्क लगाएर प्रवेश छैन मेरै नामको हो कि न भन्नु त यताबाट सहमार्ग छ ए यो यता राइटतिर बसबाट जाने उता लेफ्टतिर अब कतै जाने छ तपाईँहरू यहाँ आएर किन्न सक्छ सामान दसैँको अफर खतरा होला ल म घर जान लागेको अब टक्कलाई फ्यान चलाएर बस्नु नि त के गरेर नि धोबा हात लाग्दै कहाँ कहाँ घुम्यो आज हो कि भन्नु त अब उहाँ पहिला राप्तीपुल गयौँ राप्तीपुलबाट हामी यस्तो प्यासले मरिगयौँ नि यस्तो मजा आयो साँच्चै तर म उहाँ गएको थिएँ नि के अरे राप्तीपुल पुलमा माथि चढायौँ नि देखायौँ भने यस्तो आवाज बसेको भएर अनि ट्याक्क गएको थियौँ यस्तो मजा आयो नि त्यो एक्लै गएको नि अब के मजा आउने अब त्यही पनि अब त्यही पनि अलिअलि अब यस्तो ब्लग बनाउने त्यही त हो अब दसैँको बिदा अब त्यसमा त्यो नगरेर के गर्ने हो र नि अनि त्यही हो अब म खाना खान लाग्छु खाना खाएर फेरि आज दिदी घर जाने भनेको छु अब के गर्ने अब दसैँको बिदा अब त्यही मेरो डाइलग अब त्यो तपाईँहरूले जुन ब्लग हुन्छ नि त्यहीमा त्यो देखिन्छ किनकि अब दसैँको बिदा देख्नु पऱ्यो मान्छेहरूको हुन्छ नि डाइलग भनिरहेको छ नि फेरि त्यस्तै अब मैले दसैँको बिदामा त्यो दसैँको बेला भन्दा ट्याक्क हुन्छ कि फेरि ल गाइज म भात खान लाग्छु मेरो भात आइरह आमालाई भनेको छु हालिदिनु भन्दा टक्क लगाएर भात आइस भेटौँलाई ल गाइज यहाँ ढोकरौँ त हामी यहाँ सबले हार्दिक सिद्धाजले देख्न सक्नुहुन्छ हाम्रो हजुरआमा हाम्रो हजुरबा अनि आमाको आमा अनि उहाँ कान्छो हजुरबा हुन्छ ल टक्क लगाएर अब मैले भात खानलाई आज भातमा भात मतलब भातै हो मतलब राइस दाल र अचार दियो त मैले मेरो अलवेज फेभरेट तपाईँहरू मलाई कहिले यस्तो बोलाउनु परेपछि अचार हुन पर्ने थिएन नि म हामीले चाहिँ अब बाँकी कुरा आफ्नो भिडियो हेर्ने आफ्नो भिडियो त अब त्यस्तै हो आफ्नो भिडियो त हेरिरहेको छ एकछिन भात खाने बेला इन्जोय गर्नुको लागि खानु पऱ्यो नि त हेर्न पऱ्यो नि त त्यही भएर अब एकछिन भात खाएर भेटौँ है गाइज म पानी दिदीको पुगिसकेँ हेर्नु तपाईँ अनि टक्क लगाएर पुगिसक्यो यहाँ क्यामेरा आउँदा आउँदा यार क्यामेरामा धुल बसेको नि अनि नराम्रो भइरहेको क्यामेरा क्वालिटी अनि त्यही हो म अब यहाँ दुर्गा पूजा हेर्न गएको थिएँ त्यही भएर अलि ढिलो भयो आउन अनि दिदीले के अरे मासु खाएर आमा थिएँ अनि टक्क लगाएर म यहाँ बसिरहेको छु टिभी हेर्नु भने अब के भनेर मोबाइल छ क्या त अब हेरिहालौँ मोबाइल छ त्यही भएर मोबाइल हेरेर मोबाइल हेरिरहेको थिएँ अब म एकछिनमा एडिटिङ गर्छु अनि त्यही हो अब सुत्ने हो ल तपाईँलाई भिडियो मनपर्दा लाइक गर्नु सेयर गर्नु सब्सक्राइब गर्नुहोस् र यो कुलरको लागि एउटा लाइक दिनुहोस् है हुन्छ त्यति बेला म